यदि चुनाव भइहालेछ भने पनि यो चाहिँ मेरो परिवारको लागि। अबको निर्वाचनमा पनि मेरो परिवारको सदस्यले एकजनाले पनि कांग्रेस एमाले माओवादीलाई भोट हालेको थाहा पाए भने या सुने भने पनि सम्झिनुहोस् म तपाईहरुदेखि सधैँको लागि टाढा भएँ, सधैँको लागि विलीन भएँ। किनकि हिजोको दिनमा तपाईहरुले भोट हालेको कारणले आज हरेक बाआमाको छोराछोरी परदेशिनु पर्यो। जे पनि छन् नि जो पार्टीको झण्डा बोकेर हिँड्ने झोलेहरू, उहाँहरूलाई चाहिँ सम्झाउनु पर्यो, यसरी नै बुझाउनु पर्यो हामीले किन राम्रो पार्टीलाई राम्रो लिडरलाई भोट दिने त भनेर उहाँहरूलाई एउटा राम्रो तरिकाले हैन समझदार तरिकाले चाहिँ बुझाउनु पर्छ। उहाँहरूले बुझाएपछि बुझ्नुहुन्छ भन्ने मेरो धारणा हो। किनभने मैले त कतिलाई बुझाएर अहिले संस्कृति पार्टीमा लिएको छु मेरो फ्यामिलीहरूलाई, त्यस कारणले भनिरहेको छु है। अनि म सधैँ भनिराख्छु के हाम्रो देश भनेको एउटा स्वर्ग हो के हैन, बट हामी एउटा भेडा जनताहरूले चाहिँ नर्क बनाइरहेको छौँ है। अब एक दिन त्यो दिन नआओस् कि हाम्रो त देश त नेपाल नाम मात्रै रह्यो रे, सबै नियम कानुन चाहिँ अरूको देशले कन्ट्रोल गर्ने रे भन्ने दिन नआओस्। किनभने यस्तो दिन आयो भने हामी जिउँदै नर्कमा पुग्छौँ। विदेशीले जब कब्जा गर्छ त्यसपछि उनीहरूलाई जहाँ फाइदा छ हामीले त्यही गर्नुपर्ने हुन्छ। सो त्यही भएर हामी सबैले बेलामा कुरा बुझौँ, संस्कृति पार्टीलाई समर्थन र भोट गरौँ र हाम्रो देश बचाऊँ र हामी पनि सुरक्षित साथ हाम्रो देश नेपाल हो भनेर प्राउड साथ बाँच्न सकिन्छ है त। थ्याङ्क यू सो मच।